गाइस यो चाहिँ चिसो पानी हो क्या, बडा 5 भल्ला चौरीमा पर्छ होइन। जोस अब के भन्छ यसलाई, के भन्छ खोइ के फुल भन्छ मलाई पनि ठ्याक्कै थाहा भएन होइन। यो सिजन चाहिँ दामी भएर चाहिँ केटाहरू टिकटक बनाउँदैछ होइन। सिधै यो पार्टी चाहिँ अमा छ क्या होइन। अनि यो आफ्नो हामीले नै यो ठाउँहरूलाई भाइरल गर्नुपर्छ क्या। अहिले म र यात्रीको है त्यही हो। अनि हामीले नै एक्सप्लोर गरिदिउँ न होइन। 2-4वटा मान्छेले अनि ठिक्क सनसेट पनि हुँदैछ है। अनि त्यही हो, जो सोधेर आयो भने चाहिँ अनि मजाले बस्न पाउँछ। किनकि यो ठाउँमा चाहिँ घेरा लाग्छ क्या, ताल जाइरहेको छ होइन, छिर्ने बाटो पनि छैन। अनि त्यही अब त्यो हाम्रो ठाउँ पनि अब कहिले हामी यो यहाँ पोखरी छ क्या, माछा साछा पार्न नुहाउन होइन आउँथ्यौँ हो क्या। सानोमा यहाँ ग्राउन्ड पनि बनाएको थियौँ क्या हामीले फुटबल खेल्ने लकडाउनमा। यही ग्राउन्डमा होइन फुटबल खेले अब लास्ट मेमोरी छ क्या यो ठाउँमा चाहिँ होइन। जो मलाई चल्छ लाग्यो भने एक्लै पनि आइतिर हुन्छ होइन। अनि कस्तो लाग्यो त हाम्रो ठाउँ, आउने होइन त फोटो खिच्न, भिडियो बनाउन, टिकटक बनाउन। ल गाइस यो चाहिँ ठाउँ लोकेसन भनेको बडा 5 भल्ला चौरी चाहिँ जो हामीले नि एक्सप्लोर गरिदिउँ न, भाइरल गरिदिउँ न यो ठाउँ पनि होइन। अलिअलि मान्छेहरू आएको रहेछ फोटो खिच्दा होइन। 1-2 ग्रुपहरू उहाँ छ। अनि चाहिँ लास्ट थाकेर बसिरहेको छ कि अब